युकेको खेती कस्तो हुन्छ त? युकेमा कस्तो खालके धान, कस्तो खालके गहुँ कसरी रोप्छ त? त्यस्तो कुरा चाहिँ देखाउनु लाँदैछु मामालाई हामी चाहिँ। अब आमा चाहिँ गाउँबारीमा पहिले भएको थियो अस्ति चाहिँ, अब अहिले फेरि काटिसक्यो कि होइन के हो। त्यही हो, हामी चाहिँ त्यतैतिर जाँदैछौँ। यस्तै छ। के गर्दै हुनुहुन्छ मम्मी? यहाँ नानीलाई यो खुवाउँदैछु स्ट्रबेरीको। हामी चाहिँ घुम्न जाँदैछौँ। चिङ्की पिङ्की भएर बसिरहेछ मेरो छोरा। गाइड गर्दै हुनुहुन्छ त्यहाँ हो यसरी। ल यता बुढालाई पनि स्वागत छ। ल हाम्रो चाहिँ यो के भन्ने अब रमाइलो मान्छेहरूसँगको हाम्रो रमाइलो यहाँ बुढा, रमाइलो आमा, छोरा, हामी चाहिँ रमाइलो गर्नु जाँदैछौँ। त्यही हो, रमाइलो गर्नुलाई पैसा चाहिन्छ बुढा। रमाइलो गर्नु पैसा चाहिँदो रहेछ त आमा। आमा हजुर, रमाइलो गर्नु पैसा चाहिन्छ। रमाइलो गर्नु चाहिन्छ नि हौ। पैसा गएर कसरी रमाइलो हो? कमाउनु पर्यो, जमाउनु पर्यो। पैसा छैन त रमाइलो त हुँदैन। खर्च हुँदैन। अब अहिले हाम्रै यहाँ भयो है है भनेपछि रमाइलो गर्नु पैसा चाहिन्छ। पैसा सँगसँगै रमाइलो पनि के भन्नु अब त्यससँग पैसा चाहिन्छ त्यति नै हो। ल हामी चाहिँ जाँदैछौँ। यो चाहिँ मेरो सुरुवात रह्यो आजको मेरो यो ब्लगको। सो ल अगाडि पुगेपछि म मेरो ब्लग कन्टिन्यू गर्छु। ल हामी चाहिँ आइपुग्यौँ। कस्तो राम्रो यो गाउँ चाहिँ रहेछ। म त अघिदेखि के पो भन्दै थिएँ, कोदो सोदो भन्दै थिएँ, गाउँ चाहिँ रहेछ कि। सो हामी आइरहने ठाउँमा चाहिँ आज चाहिँ जाउँ पुरै फलिरहेको छ। सो आमालाई कस्तो लाग्दो रहेछ सोध्नु ल। लु कस्तो लाग्यो त हाम्रो यो खेती? खेती त राम्रो छ नि। छोरालाई नि पचेन रहेछ हाम्रो खेती भन्दा। जाउँ, राम्रै क्वालिटीको हो मम्मी यो। यता फर्किनु न, अगाडि फर्केर बोल्नु न ल। कस्तो रहेछ त मिठो त। राम्रो छ नि। नातिले खै हेरौँ यहाँ यहाँ मासु ओरेर। उठाइदिएको छ। ल ल बाटै बाटो चाहिँ हिँड्नु पाउँछ। ल यता फर्किदिनु आमा। लु है लु, आमालाई साह्रै मन परेछ खेती। अब यहाँ भिडियो टिकटक बनाइदिने, पछाडि छोरा कराउँदैछ। ल लु छोरा चाहिँ यहाँ यसरी खेल्ने अरे। भगवान हाल्दैन त्यस्तोहरू घिनाउँछ। भुइँमा खेल्ने अरे। आची है आची त्यो त। कहाँ बसेको यो छानु? भुइँ देख्नै हुँदैन, भुइँमा खेल्नु मन गर्छ। छि चाना छि पो हो त हौ। माटो पनि छुनु पर्यो नि, माटो नछुको जन्मेदेखि माटो छुको छैन। छुवा 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 कस्तो राम्रो आयो। है मुखमा चाहिँ हाल्नु हुँदैन। कस्तो झुकाइदिएको झुकाइदिएको बहुत तर्सेर त्यहाँ। ल हामी चाहिँ भिडियो फोटो खिचेर फर्किँदैछौँ है मम्मी। भिडियो फोटो मजाले खिच्नु भयो नि, राम्रो नि। ल अझै आमाको यहाँ पछाडि उता बाउलाई फाँक पारिसक्यो पुन्टुले, गाडी चलाउने अरे। लु यता हेर्दिनँ आमा एकचोटि। ल ल ठिकै छ। एकदम राम्रो। कस्तो लाग्यो यताको खेतीहरू कस्तो हुँदो रहेछ? राम्रो नि, पानी बेगर पनि मान्छे फलाइहाल्दो रहेछ नि। पानी बिना नि है। नेपालमा यस्तो त कुलोहरू बगाएको हुन्छ नि। अन्त साँच्ची त्यो पो है, यस्तो कि धानलाई मात्र होला, तर धान पनि यहाँ त यस्तो नै हुन्छ। यस्तो छ पुरै डाँडैभरि छ, डाँडैभरि। सायद केही होला, बिउ फरक होला नि त होइन।
लु एकछिन भिडियोहरू लु बनाउँदै बनाउँदै हामी चाहिँ अब यहाँ फर्केको सुते पुन्छु अगाकै छ नि हेमा हाम्रो छोरा एकछिनको हाम्रो तोरीबारी अब गाउँबारी भनौँ न अहिले जाउँ होइन आमा त्यो जौबारी ए पहिला त जुन पहिलो थियो नि पुरा मेरो भिडियो खिच्दै थियो नि त्यो चाहिँ गाउँ हो है अलिक बाक्लो सेम है सायद जाउँ नै रहेछ अनि जस एकछिन गरेर ए अनि गरेर ओरेर चाहिँ हल्का यसो खानपिनको सपिङ गरेर चाहिँ हामी घर फर्किने हस् मम्मी के खानु मन छ आज आमालाई भन्नु न आज हामी के खानुपर्छ ढेँडो ओडालेर खाने केसँग खाने त केसँग खाने त्यसलाई चट्ट खसी मास ल्याउनुपर्छ पिरो बनाएर अरे ब्ल्याक्स गर्नुपर्छ नि ज्वाइँ थिस माइलाई पनि मन पर्दैन ल ढेँडो मन पर्दैन आज खाइदिउँ न त ल ढेँडो खाऊँ है आज ल ढेँडो त्यसै कहिले खाऊँ भइसक्यो कुन्तु मजाले सुतिरहेछ ल अब हामी चाहिँ होल्यान्डको गोठ यहाँ चाहिँ होल्यान्डको गोठ फेमस रहेछ युकेमा है म त भर्खर त्यति खास चाहिँ खसी लबर होइन त्यही भएर आइडिया थिएन मलाई चाहिँ अनि चाहिँ होल्यान्ड रहेछ नि तपाईँलाई पहिलादेखि थाहा थियो बुढा म पनि भर्खरै थाहा पाएको थियो भर्खरै होल्यान्डको गोठ भनेको चाहिँ त्यो नेपालको जस्तै हुँदो रहेछ तपाईँको त नत्र पहिलेको त उयोहरू त खसी के अरे खसीको भनेर भेडाको बेच्दै खसीको खासै पाउँदैन पनि थियो यस्तो हुन्छ है भेडाको पनि राम्रो हुन्छ भन्छ नि मासु तर त्यो माउ भेडाहरू काट्छ होला कि त्यही भएर मान्छे भेडाको मासु कति त्यो सिरिदाहरूले भेडाको मासु अलि मम्मीलाई मनपर्छ भेडाको मासु सुकाइरहेको थियो टिकटकमा भेडाको मासु मनपर्छ मम्मी कति राम्रो कसै बसो भएको थियो म त खाएको छैन भेडाको मलाई चाहिँ ए होइन खाएको एकताल समातिको उनीहरूले काटेको मलाई मन परेन गनाउँछ नि 1500 रुपियाँ केजी मालिक बनाउँछ नि ठिकै छ हामीलाई खसी त्यस नेपाल टाइपको चाहिँ हुँदो रहेछ होल्यान्डको चाहिँ अलिकति अनि त्यस आज चाहिँ हाम्रो खाने प्लान छ आजको हाम्रो भोजनमा ल यस्तै छ हाम्रो गफ यस्तै छ है पारिवारिक गफ भन्छ यसलाई चाहिँ के खाने आज राति खानामा टाइपको गफ क्या गफ ल ल ल ल ल राखेँ ल बुढा ल